मेरो आजको मेसिङ अब कोही पनि छैन सघाउने चाहिँ म एक्लै अब यहाँ पकाउन थाल्दैछु 10 केजी पोक लिएको छु अनि 5 केजी गिरिराज अनि अन्डा भुँडीहरू रक्तीहरू लिएको छु यहाँ चाहिँ अब म पकाउने 3-4 भान पकाउनु पर्छ हैन अब कुखुराको नि पकाउनु पर्यो उ गर्नु पर्यो अनि यता पानीहरू लिएको छु हैन यहाँ प्लास्टिकको उहरू लिएको छु अब अझै प्लास्टिकको पेपरहरू किन्नु जानु बाँकी छ अनि यहाँ चाहिँ मैले साफसफाइ गरेर यहाँ टक्कै हामी 8-9 जना कति हुन्छ यो ठक्कै सेटअप गरेको छु अनि यो चाहिँ अब हुस्की खानेको लागि हुस्की चाहिँ अब के खान्छ अब आफै ल्याउँछ यो वाइन खानेको लागि यो बियर खानेको लागि हैन अब मेरो चाहिँ गिनिज र बेलिया हो मैले रेडी बनाएको छु अनि अब कोक चाहिँ मैले ल्याउँछु हैन अनि अरु टिपन टापन सबै गरेर 8-9 जना भइन्छ 160 जति खर्च हुने रहेछ तर यो फाल्टो चाहिँ मैले आफैले गरेको छु यहाँ आज हाम्रो सेलिब्रेसन हुन्छ पार्टीहरु एकदम ठक्क 3 बजे चाहिँ आउनु पर्यो 3 बजेर 10 मिनेटमा चाहिँ चेस हुन्छ यहाँ चाहिँ यस्तो गरेको छु हैन यहाँ 6 जना उठ्छ डाइनिङमा 6 जना टेबलले त्यही तन्काउनु मिल्छ के ठुलो बनाउनु पनि सानो पनि मिल्छ ठुलो पनि हैन दोब्रेर सानो हुन्छ ठुलो चाहिँ यहाँ बनाएको छु अनि अब यहाँ पनि अड्छ गरेर हामी 8-9 जना हुन्छ जति अड्छ यहाँ चाहिँ मेरो आज दाल खुट्टाको पकाउँदै छु हैन यो चाहिँ यहाँ चाहिँ चिठी लाउनु पर्छ है साथी हो यसले चिठी लाउनु पर्छ यतिको रातो बनाएको चाहिँ यो खुट्टाको अचार बनाएको है मैले साथी हो खुट्टाको अचार बनाएको यो मैले यतिको रातो बनाउनु पर्छ अनि घरे चाहिँ अघि चाहिँ मैले खुट्टाको अचार बनाएँ अहिले चाहिँ गिरिराज कुखुरा बनाउँदैछु हैन यो चाहिँ स्कटल्यान्डबाट ल्याएको कुखुरा यो चाहिँ फेरि भुटेर यो पनि चिठी लगाइराख्नु भरे यस्तो लाग्यो यिनीहरू चाहिँ सबै अब चाहिँ गिरिराज पनि भाग्नु आँट्यो हैन यो चाहिँ गिरिराज हो अनि यसलाई चाहिँ स्याट्टै 2 सिटी लाउनुपर्छ भरे सुप खाने झोल खानेलाई यो चाहिँ गिरिराज चिकन मेरो चिकन चाहिँ अहिले यस्तो भयो अब यसलाई 2 सिटी स्वाट्टै लाउनुपर्छ फाइनलमा चाहिँ हो है मेरो यो चाहिँ अन्डा भुँडी हो कि यो चाहिँ अलिक महँगो छ हैन यो अब यति छ हैन आधी केजी होला 8 पाउन्ड जति पर्दो रहेछ यतिलाई चाहिँ है यो चाहिँ अन्डा भुँडी भन्छ के यसको अन्डा भुँडी यो चाहिँ अन्डा भुँडी हो हैन अन्डा भुँडी चाहिँ अलिक महँगै रहेछ यति अन्डा भुँडीले 10 पाउन्ड जति परेको झनै 4.5 भन्दो रहेछ यस्तोलाई यो चाहिँ अन्डा भुँडी हो यता चाहिँ मासु छ यो चाहिँ भोटभाट पकाउँदै गरेको अहिले चाहिँ यहाँ हैन यो चाहिँ भुटुवा हो आजको भरे रक्ती लाएर खाने भुटुवा पकाउँदै गरेको अवस्था बडीले शेयर गरिदियो बुढाहरु चाहिँ होइन रहेछ फेरि बुढाहरु पनि मसँग झ्याप सबै ठिकै छ केटीहरुले त्यसै बाटो मान्छे होइन बुढो अहिले नानीहरुलाई यसो भनेर बुझाउनु भने धेरै साह्रो लु मिठो भोजन पस्केर दिनु भएकोमा फेरि पनि हामी आउँछौँ नबोलाए पनि लाइक सब्स्क्राइब कमेन्ट प्लिज बाइ बाइ यो बाबै काट्नु छ म भात के गर्दिन्दे यो के हो अलि सानो होला हेलो 1 2 3 यहाँ खाना अगाडि कल्ले देखेको हुन्छ म
मरिन्छ कि बाँचिन्छ धेरै सम्झना नै मिठो हुन्छ राजा झ्याउरेर मागली भाका सारङ्गीको मिठो धुना मुर्चुका विनाय बाज बिर्सियो कि माइती पर्मानेन्ट मेम्बर भयो क्या अब पनि आँखाको रिमझिमले मनलाई खलबलाइदिने देख्ने माया मोहनी सबैलाई लगाउने कहाँ सक्छुला यदि मान्छौ भनेमा किन भनेर म त खाइदिन्छु कसम आफैलाई थाकेर गर्छु म तिमीलाई